नमस्ते इटहरी घर जग्गा सबैलाई वेलकम छ। आज सुनसरी बरा क्षेत्र 8 नम्बर चकरघटी बजारको नजिकै भएको राम्रो ठुलो फर्म जुन बिक्रीमा आएको छ। 5000 कुखुरा अटाउने कुखुरा फर्म जुन बिक्रीमा छ। 20 फिटको बाटोमा 23 कट्ठा जग्गा 11 दुध 23 कट्ठा 11 दुध जग्गा छ। हेर्नुस् यो देखिएको फर्म चाडा कोठा भएको घर। हेर्नुस् 5000 कुखुरा अटाउने यो फर्म छ र तपाईले लगभग 40-50 माउ गाई भैँसीहरू पनि पाल्न सक्नुहुन्छ। यहाँनिर अथवा कुखुरा पनि पाल्न सक्नुहुन्छ, गाई भैँसीहरू पनि पाल्न सक्नुहुन्छ। तपाईँलाई कुखुरा पाल्दा पनि राम्रो छ। यहाँनिर हेर्नुहोस् उहाँहरू कुखुरा पालिराख्नु भएको छ। अहिले मलाई म चक्रहटी बजारदेखि देखाइदिन्छु। सुनसरी चक्रहटी बजार नेपालको कुनै पनि ठाउँमा चक्रहटी बजार आउनुभयो भने यो बजार यो बरा क्षेत्रको नगरपालिका कार्यालय हो। हेर्नुहोस् तपाईँ प्रकाशपुरतर्फ आउँदैछ, काठमाडौँतर्फ आउँदैछ, झुम्कातर्फ आउँदै कुनै पनि ठाउँ धरानपट्टि आउँदैछ तपाईँ चक्रहटी बजार आएर यो बस पार्क हो। प्रकाशपुर जाने बाटो हेर्नुहोस् चक्रहटी बजारबाट प्रकाशपुर जाने बाटो लगभग 1.5 किलोमिटर आउनुभयो भने शुक्रबारे आउँछ। हेर्नुहोस् यो प्रकाश सिधै बाटो प्रकाशपुर जान्छ। हेर्नुहोस् शुक्रबारेबाट हामी थोरै पश्चिमतर्फ लगभग 400 मिटर गएपछि शुक्रबारे सुनौलो भिलेज भनेर यहाँ बोर्ड लगाइरहेको छ। यो शुक्रबारे सुनौलो भिलेज यहाँबाट 100 मिटर गएपछि जग्गामा पुगिहाल्नुहुन्छ। कसैलाई सोधिराख्नै पर्दैन। चक्रहटी बजारबाट लगभग 2 किलोमिटरसम्म तपाईँ हिँड्दै पनि आउन सक्नुहुन्छ। चक्रहटी बजारको नजिकै भएको यो देखिएको यो प्राल राखेको यहाँबाट सिमाना सुरु हुन्छ। 1 बिघा 3 कट्ठा 11 दुर जग्गा छ। यो देखिएको आली सिमाना हो। यो दक्षिणपट्टिको सिमाना, पश्चिमपट्टि बाटो छ 20 फिटको, पूर्वपट्टि 40 फिटको बाटो छ। नक्सामा बाटो छ, त्यो पनि म तपाईँलाई देखाइदिनेछु। हेर्नुहोस् परैसम्म त्यो खैरको बोर्ड देख्नुभयो, रुखको बोर्ड त्यहाँसम्म सिमाना छ। म तपाईँलाई पछाडि पनि गएर देखाइदिनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला र तपाईँलाई यो जग्गा मन पर्यो भने डाइरेक्ट जग्गा धनलाई नै कल गर्न सक्नुहुन्छ। कसैलाई कमिसन पनि दिनु पर्दैन, आफैले डिल गरिदिन सक्नुहुन्छ। हेर्नुहोस् अनि घरहरू बनेको छ, घर बनाएर बसिराख्नु भएको छ। हेर्नुहोस् उ त परदेखिको त सिँचाइको स्रोत हो। सिँचाइ 50 बिघा जग्गालाई पानीको स्रोत छ। हेर्नुहोस् यो देखिएको कुखुरा फर्म, यो घर, यो सबै पर्छ। 1 बिघा 3 कट्ठा 11 दुर जग्गा छ। हेर्नुहोस् यो तपाईँ उत्तरपट्टिको सिमाना हो। यो आली हेर्नुहोस् सिधै परैसम्म 170 फिट मुख र लगभग 500 फिट लम्बाइ छ। यो जग्गा राम्रो मिलेको जग्गा छ। तपाईँलाई म नक्सा पनि देखाइदिनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। मैले तपाईँलाई सुनसरी चकरघटी बजारदेखि यहाँसम्मको डाइरेक्सन देखाइदिइसकेको छु। कुनै कन्फ्युजन भयो भने डाइरेक्ट जग्गा धनलाई नै कल गर्नु होला। तपाईँ चकरघटी बजारबाट शुक्रबारे भन्नु आउनु भने शुक्रबारे सुनौलो भिलेज भन्यो भने सुनौलो भिलेजबाट 100 मिटर दक्षिणतर्फ भएको यो फर्म छ। हेर्नुहोस् 4 कोठाको ठुलो घर छ, अनि बरन्डा भएको र यो देखिएको फर्म। यतापट्टि स्टोर रुम छ दानाहरूको राख्न लागि र कुटी काट्ने मिस्त्री पनि छ। उहाँले गाई भैँसीहरू पाल्नु भएको थियो पहिले। हेर्नुहोस् टोइलेट बाथरुम, यो घर भयो। हेर्नुहोस् बाटो 20 फिटको बाटो छ पश्चिमपट्टि र पूर्वपट्टि 40 फिटको बाटो छ। त्यो पनि देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला, मैले बुझिहाल्नुहुन्छ। भित्र कोठा भित्र पनि देखाइदिन्छु म फर्मभित्र। हेर्नुहोस् पहिले उहाँले गाई भैँसी पाल्नु भएको थियो, त्यसैले यो ढुडहरू छ। हेर्नुहोस् तपाईँले 40-50 माउ गाई अथवा भैँसी पाल्न सक्नुहुन्छ, अथवा कुखुरा पनि पाल्न सक्नुहुन्छ। 2000 कुखुरा निकालिसक्नु भएको छ उहाँले यहाँबाट एक साइडमा पालेर। तपाईँले यो सबै मेन्टेनेन्स गरेर 5000 सम्म कुखुरा पाल्न सक्नुहुन्छ भनेर भन्नुभएको छ यहाँनिर। हेर्नुहोस् माथि सिलिङ खरहरू लगाएर यो गर्मी नहुनको लागि ठुलो फर्म छ। उहाँले धेरै लगानी लगाएको भन्नुभएको छ। यो फर्महरू सबै आउँछ जग्गा किन्दाखेरि तपाईँलाई। 1 बिघा 23 कट्ठा जग्गा छ। 1 बिघा 3 कट्ठा 11 दुर जग्गा र यो फर्म घरहरू सबै पर्छ। एकमुष्ट तपाईँले लिन सक्नुहुन्छ। दाममा एकदमै मिलाएर दिने कुरा गर्नुहुन्छ। वरिपरिको रेट आएर बुझ्नु होला, त्यो रेटभन्दा उहाँले सस्तोमा दिने कुरा छ। हेर्नुहोस् यति हरियाली ठाउँ छ, देख्नुभयो। घाँसहरूको लागि एभाइलेबल स्पेस छ। तपाईँले गाई भैँसी पाल्नु भयो भने घाँसको लागि कुनै टेन्सन हुँदैन। तपाईँलाई बाख्राहरू पनि पाल्न सक्नुहुन्छ। कुनै पनि पशुपालनहरू पन्छी पालनहरू तपाईँले यहाँ गर्न सक्नुहुन्छ। गाई भैँसीहरू पाल्नु भयो भने एभाइलेबल घाँस छ। हेर्नु घाँस लगाउनु भएको छ उहाँहरूले। सब्जी खेती पनि गर्न सक्नुहुन्छ। यहाँ कृषि खेतीको लागि पनि राम्रो छ। पशुपालन पन्छी पालनको लागि एकदमै राम्रो ठाउँ छ, उब्जाउ हुने ठाउँ। पानीको लागि एकदमै राम्रो स्रोत छ। 50 बिघालाई सिँचाइलाई पुग्ने पानीको स्रोत छ, सरकारी पानीको सिँचाइको स्रोत। हेर्नुहोस् यो यहाँ पानीको पाइप पनि आएको छ। पानीको बाटोको बिजुलीको एकदमै राम्रो सुविधा भएको यो ठाउँ छ। ढुवानीको लागि कुनै असुविधा छैन। बाटो पिच बाटो छ, थोरै मात्रै ग्राभल बाटो छ। हेर्नुहोस्
यो खरारको बोर्डर सबै पर्छ परेसम्म यो देखेको सबै पर हो यता पूर्वपट्टि बाटो छ 40 फिटको नक्सामा त्यो पनि म तपाईँलाई देखाइदिन्छु हेर्नुहोस् यो मिलेको जग्गा हो राइट लगाएको पछाडिपट्टि नक्सामा 40 फिटको बाटो छ हेर्नुहोस् यो देखेको सबै पर्छ यहाँबाट बाटो छ देख्नुमा राम्रो मिलेको जग्गा छ सबैतिरको सिमाना मैले तपाईँलाई देखाइदिइसकेको छु यहाँसम्म कसरी आउनु त्यसको लोकेसन पनि दिएको छु तपाईँले डाइरेक्ट जग्गा जाने कल गरेर सबै कुरा बुझेर हेरेर लिन सक्नुहुन्छ यो जग्गा सुनसरी बरा क्षेत्र 8 नम्बर चक्करगटी शुक्रबारे सुनौलो भिलेज भनेर तपाईँ यहाँ आउन सक्नुहुन्छ पश्चिमपट्टि 20 फिटको बाटो छ र पूर्वपट्टि 40 फिटको बाटो छ 170 फिट मुख छ लम्बाइ लगभग 500 फिट लम्बाइ छ चारवटा कोठा भएको घर र ठुलो फर्म र स्टोर रुम कुटी काट्ने मेसिनहरू सबै टोटल सबैलाई चलेको रेट भन्दा धेरै सस्तोमा दिएको छु भनेर भन्नुभएको छ 1 बिघा 3 कट्ठा 11 धुर जग्गालाई 1,73,00,000 रुपियाँ दाम तोक्नु भएको छ त्यसैले एकदमै राम्रो मिलाएर दिने कुरा गर्नुभएको छ स्क्रिनमा दिएको डाइरेक्ट जग्गा धनीको फोन नम्बर कल गरेर जग्गा नक्सा पूर्जा सरकारी अमिनलाई चेक गराएर नापेर जग्गा छुट्याएर ओडा कानो गरेर बैना गरेर अनि पास गरेर लिनु होला त्यसो लाइक गरेर च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला थ्यांक यू